ल यो चाहिँ ल कसको फोन आयो? कुटेश्वर बाबा मन्दिर। भोलि आउँछु भन, कहीँ पनि होइन, भोलि आउँछु भन। फोहोर चाहिँ जहीँ तहीँ जुन मन्दिर जाँदा पनि ओ ल यस स्कुल पढ्दाखेरि आउँदाखेरि सानो थियो, यस्तो छुट्टिने केही थिएन। स्कुल पढ्दा म र मधु चाहिँ भरतपुरबाट मामा घर मेरोबाट हामी साउनको बेला आएको थियौँ। पानीमा भिज्दा भिज्दै साउनको बेलामा, साउनको सोमबार बोलबमको बेला आएको थियौँ यहाँ। अहिले गजब भइसकेको रहेछ। ल अहिले त धेरै राम्रो व्यवस्थित भइसकेको रहेछ। ल यता फेस्टिभल केही प्रोग्राम भइरहेछ। ठ्याक्कै मन्दिरमै पुग्ने रहेछ यताबाट।